हाम्रोमा चाहिँ यहाँ आज हाम्रो विजय नमुना मण्डलीमा कानेपोखरी गाउँपालिका इसाई जवान सङ्गति हुने भएकोले सब्जीहरूको लागि तयारी गर्दैछ। हजुर खै बाबा आइफोन गर्ने भ्लग बनाउने अरे हाम्रो नयाँ भ्लगर यहाँ हेरिदिनुहोस् गाइजहरू। ढक्क गरेर मार्दो रहेछ क्या, अनि यो चोर छ यसलाई पक्रेर त्यो घरको मान्छे लगाएर पुलिस बोलाएर पक्राउनु पर्छ भन्नुहोस्। चमेरा खोइ अनि चमेरा चाहिँ नानी खोइ कहाँ। हेलो गाइजहरू, आमा यस्तो नि टमेटो अब काट्नुपर्ने, प्याज यता केलाउँदैछिन् अनि यता लसुन चाहिँ हाम्रो आमाले के केलाउँदै हुन्छ। हामी चाहिँ अब आजको कानेपोखरी गाउँपालिका जवान इसाई सङ्गतिलाई सुरु गर्न गइरहेका छौँ। आजको लिड सञ्चालक चाहिँ म रहेको छु। मन्दिरमा भएको सम्पूर्ण त्यो धुपाउरोदेखि लगेर राम्रो राम्रो सुनका थिए भन्छ कि सुनका, त्यहाँनिर सबै चढाउने कुराहरू, धुप चढाउने कुराहरू, त्यहाँ तेल बत्ती बाल्ने कुराहरू सबै सुनका कुराहरू थिए। तर नमुदानीजले त्यो सबै लगिदिएको छ। त्यति नै त होइन, त्यहाँ भएको जति जातिलाई मारे है, कतिलाई मार्यो त्यहाँनिर है, रगत बगाएको छ। अनि बाँकी रहेकोलाई चाहिँ जब उनीहरूले क्याप्टिभिटी हुन्छ नि है, दासत्वमा लगेका हामी पाउँछौँ। अनि त्यही दासत्वमा त्यो ग्रुपमा जाँदै गर्दाखेरि चाहिँ दानियल पनि त्यहाँ पर्दछ। भर्खरको कलिलो दानियल है लाई पनि लाँदै गरेको हामी त्यो पिक्चर हेर्न सक्छौँ। अझै तपाईँले दानियलमा त धेरै हेरिसकेँ। दानियल हिन्दीमा पनि छ, इङ्ग्लिसमा पनि छ, सायद नेपालीमा पनि छ, हेर्नुहोस् मैले हेरिसकेको छु। अनि दानियल त्यहाँनिर जाँदै गरेको हामी हेर्न पाउँछौँ है। यङ मान्छे भत्ताबुङ्गै छ, उनीहरूको सहरहरूलाई, इजरायललाई, प्यालेस्टाइनलाई, पहिलाको भाषामा बोल्नु प्यालेस्टाइनलाई खतम गरेको छ, बन्जर गरेको छ, मरुभूमि छ, लासेरा छ, कुनै कुन छ है। अनि त्यहाँनिर एकदमै निम्न, केही गर्न नसक्ने, एकदमै गरिब, केही एकदम बुढो पाखा पनि धेरै बुढो, कुजे, लुडे लङ्गडेहरूलाई मात्रै छोडेको छ राजाले, बेबिलोनका राजाले। अरू सबैलाई काम गर्नु सक्ने, उसले काममा लाउनु सक्नेहरू सबैलाई लगेको छ। कस्तो दामी तोरी हेर, आलु बारी, तोरी बारी, मुला बारी, सबै बारी नै बारी हौ। हाम्रो आजको सङ्गति चाहिँ सकिरहेको छ। अनि म चाहिँ अब घर आउँदैछु मेरो साडी चेन्ज गर्नुको लागि। मजाले चढ्दैछ, यो घाँसकै नभएको ठाउँमा पनि चढ्दैछ। हे प्रभु, वाउ नाइस भ्यू, वाउ तो दामी देख्यो गाइज। हेर्नु त तोरी। हाम्रो गाउँको सिन चाहिँ यस्तै छ साथीहरू, मेरो गाउँ। म घर जाँदैछु अब। हेलो गाइज, अब चाहिँ म घर जाँदैछु। उहाँ चाहिँ हुनुहुन्छ मेरो छोरा।